ल है साथी हो, तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सबैजनालाई मेरो नमस्कार अनि सल्युट छ। आज हामी यता यो डबरी वनको बिरुवा डाँडा भन्ने जहाँ साल र अम्रै छ, यहाँ हामी सालको पात खेर्न आएको छौँ। यतातिर साल खेर्दै छिन् अनि मैले पनि सोर्न छ अनि बोरामा भर्ने लाने गर्ने हो साथी हो। साथी यसरी खेरेर लानुपर्छ बेसारको छापोको लागि, अनि बल्ल मजाले मल पाउँछ, घाँसहरू उम्रिँदैन। साथी हो, अब यी बोरामा भर्न पर्यो, बोरामा भरेर अनि लाने हो। भारी पुग्यो साथी। यो जुगाडु यसरी बाँधेपछि यसो झर्दैन कि भनेर बनाएको हो। अब भारी बोक्ने तयारीमा छु है, अब नाम्लो लगाउँछु। ल साथी हो, अब भारी पुग्यो, हामी भारी लगेर जाँदैछौँ है। ल भारी बोकेर अब लाग्दैछौँ घरतिर साथी हो। यो पछाडितिर सबैजना आएको छौँ हामी, घर परिवार। यसरी गरेपछि पो खान पाइन्छ बेसार भनेर, अनि कसरी लाउँछन् भनेर नानी बाबुलाई पनि सिकाउँदैछु है साथी हो मैले। कति राम्रो बाटो छ, जङ्गलको आनन्दको। ल साथी हो, यस्तो भिरालो बाटो छ, हामी सबैजना झर्दैछौँ। अब यहाँ तल जानुपर्छ है साथी हो। अब अप्ठ्यारो छ अलि। अब उकालो लगभग हामी आइसक्यौँ। पसिनै पसिना भइरहेछ। उकालोमा आइयो। अब हेलो, यहाँ मैले अब सङ्कलन गरेको छु, यहाँ खनाउने हो पछि सजिलोको लागि। हेर्नु, यो यसरी खाँदेर राखेको हो। अहिले स्याउलाले, ओहो मेरो त चप्पलै हराए साथी हो। मेरो सानो घर आइपुग्यौँ जङ्गलबाट। सबैजनाले थकाइ मानेको छन्। यो बेला अब भाइले पनि स्प्राइट देखाइदिनु भएको छ, चिसो। खै भाइ देखाइदिनु त, यो स्प्राइट ट्याक्क अब त्यो खाने हो। बाँझो मैले मारिसकेको छु। अब एक लट पानी पऱ्यो भने मकै छर्ने अनि बेसार लाउनको लागि मैले यो डम गरेको हो। अनि यस्तै फेरि म तपाईँहरूसँग अर्को भिडियोमा आउँछु। देश विदेशमा छरिएर बस्नुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरू जहाँ हुनुहुन्छ खुसी र सुखी भएर बस्नुहोला भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु।